अघि मैले 4-5 घण्टा अगाडि एउटा भिडियो अपलोड गरेको थिएँ मोमो खाएको। त्यो मोमो चाहिँ चपस्टिकले खान खोज्दाखेरि नटिपिएको खण्डमा काँटाले घोचेर मुखमा हालेको थिएँ। अनि त्यसमा चाहिँ मैले फनी लाफ एड गरेर भिडियो अपलोड गरेको थियो। अनि राम्रै चलिरहेको थियो, लाइक कमेन्टहरू राम्रै आइरहेको थियो। अनि अहिले कति पुगेछ भनेर यसो खोलेर हेरेको त अनि त्यो त हेरेसमेन्ट एन्ड बुलिङ कम्युनिटी भायोलेसन भनेर टिकटकले रिमुभ गर्दैछ त। हाउ कहाँबाट चाहिँ त्यो कम्युनिटी भायोलेसन भयो अचम्म हेर्नु न, यहाँ अघि निकालिदिएको छ हो। अनि मान्छेहरूले सुन्नै नसक्ने कुराहरू बोलेको हुन्छ त्यहाँनिर होइन, टिकटकमा त्यस्तो भिडियोहरू बनाएर अपलोड गरेको हुन्छ। त्यो चाहिँ कम्युनिटी भायोलेसन भएन। अब मैले चाहिँ यसो रमाइलोको लागि भन्दा त्यो चाहिँ भायोलेसन भयो। अचम्म। साथी हो कस्तो चाहिँ भिडियो बनाउनु पर्ने हो टिकटकमा, लु मलाई सल्लाह दिने बेला भयो, सुझाव दिने बेला भयो, गाह्रो भयो। यसो साथीलाई मनोरञ्जन होस् भनेर हालिदिएको पुरा रिमुभ गर्दैछ त, अनि पुरा भायोलेसन छ त। लु सल्लाह दिने